साइलुङ आइपुग्यो है मिनी चढे नि चढो वंश नासियल जस्तै कडा हो कडा हो सबजना हामी चाहिँ आइपुग्यो सैलुङको ठ्याक्कै फेदमा जाडोले यहाँ ओठ फुटेर जस्तो भएर जाडो ओहो मेरो यहाँ टाउको हेर्न टाउको पुर्ने हेर्न लै टोलियो हामी चाहिँ ठ्याक्कै सैलुङ आइपुग्यो तर लास्टै चिसो रहेछ छु आच्चा धनमा पार्किङ छोडिदिएको यस्तो जाँठाहरू कडा हो लास्टै चिसो रहेछ यार लास्ट चिसो यस्तो चिसो भने लास्ट चिसो क्या कसम लास्टै चिसो जाडो भयो नि लास्टै जाडो यार कस्तो जाडो है कस्तो जाडो ओइ केटा जाडो भयो यार मैले तल टोपी देखाएको थिएँ बाटोमा त्यही राम्रो नि रहेछ कसम चुइगाम पनि भइसक्यो थाला जस्तै भइसक्यो साह्रो भने सैलुङ केटा हो सैलुङमा नि घाम लाग्दो रहेछ त नि यस्तो तातो नि हुँदो रहेछ त नि यो छुन्छ होला कि यो छुन्दैमा त्यो स्ट्यान्डले कहाँ छुन्छ त नि यसले हल्लिएर हो कि यो सानो औला लाम हुने भिडियो चाहिँ कसम बवाल भयो बारुङ मलुक तल झरे होइन लिन्जामै यो चाहिँ अर्कै मल हो है तर यतापट्टिको क्यामेरा क्वालिटी चाहिँ राम्रो रहेछ कसको मल झरे अनि यतापट्टिको चाहिँ अलि के हाल्ने जाडो भयो मलाई त्यही हो अब तल टोपी चाहिँ मैले देखाएको थिएँ टोपी टिपौँ जस्तो लागेको थियो फेरि हालिदिनु पर्यो अब हाम्रो यहाँदेखिको यात्रा चाहिँ चट्टलाएर पैदल हुन्छ है छु जाडो भयो लास्टै कस्तो चिसो उयो तल्तिर त झन् है आम्मामा बाइकमा जाने यार लास्ट चिसो जाडो भयो अब के गर्नु जाडो भयो नि अब जाडो पचाउनै पर्यो गाह्रो छ 1 बजेर ठ्याक्कै 13 मिनेटमा आइपुग्यो हामी